obviously feel good जतिखेर हजुरले आफ्नो कन्ट्रीलाई हाइएस्ट लेभलमा रिप्रेजेन्ट गर्नुहुन्छ किनकि मोस्ट इम्पोर्टेन्ट के छ नि हामी ब्याक टु ब्याक वर्ल्ड कप खेल्यौँ र त्यसको लागि चाहिँ एकदमै खुसी छु ओभियसली फर्स्ट टाइम हेर्दाखेरि जत्र मैले जर्सी रिभिलमा गएको थिएँ अनि मैले ठ्याक्क खोल्दाखेरि चाहिँ मलाई 2014 को याद आयो एकदमै एक्साइटेड थियौँ त्यतिखेर म सिकि पनि रहेको थिएँ मेरो फर्स्ट गेम वर्ल्ड कपमा त पनि र आज फेरि भनौँ न यो जर्सी लगाउँदाखेरि चाहिँ यो चाहिँ डिफ्रेन्ट हो मेरो लागि चाहिँ डिफ्रेन्ट एक्सपिरियन्स प्रिपरेसन राम्रो भइरहेछ मलाई लाग्छ अब हामी श्रीलङ्का गएर पनि राम्रो गर्नु पर्यो त्यहाँ पनि रेड सोइल छ र प्रिपरेसन जति राम्रो गरेँ त्यति राम्रो वर्ल्ड कपको लागि र म पहिला पनि वानखेडेमा खेलेको थिएँ आई डोन्ट नो म 20 वर्ष पहिला जतिखेर म 12 वर्षको थिएँ अन्डर 14 खेल्न गएको थिएँ र फेरि खेल्न गइरहेको छु र एकदमै एक्साइटेड छु एकदमै एक्साइटेड छौँ किनकि लास्ट टाइम युएसमा थियो युएसमा वेस्ट इन्डिजमा हुँदाखेरि पनि हाम्रो फ्यानहरू कहीँ पनि त्यति भनौँ न हाम्रो फ्यानहरू बढी नै हुन्छ कि अरू कन्ट्रीबाट होइन र अब त इन्डियामा छ त्यसले गर्दा चाहिँ मलाई लाग्छ मोस्ट अफ द नेप्लिज फ्यान उहाँ पुग्नुहुन्छ र हामीलाई माया दिनुहुन्छ किनकि उहाँको माया